हेलो वेलकम एन्ड नमस्ते फेरि पनि सबैजनालाई मेरो नयाँ ब्लगमा स्वागत छ। आज चाहिँ फेरि पनि मेरो नयाँ ब्लग आइरहेको छ अनि आज चाहिँ म गाउँ जान लाग्छु। अहिले चाहिँ अब गाउँ जानका लागि फुल रेडी हैन, अब जान लाग्यो। तिमी नि जानी हो? कहाँ जानी हो? जेठा बाबाको घर जानी हो। सो अहिले चाहिँ हाम्रो घरदेखिको मर्निङ भ्यू हेर्ने हो। वाउ ल यहाँ चाहिँ मेरो रुम अनि यहाँदेखि बिहान चाहिँ रुमदेखि हेऱ्यो भने यस्तो देखिन्छ मर्निङ भ्यू चाहिँ। यस्तो दामी गरिरहेछ आज, कति क्लियर छ यार आकाश, मुनधरि। सो देख्न सक्नुहुन्छ यस्तो दामी छ। सो त्यही हो, अब चाहिँ म निस्किन लागेको, अब हेर्दै जाम कस्तो हुन्छ अब। सो अब गाडी नि त्यहाँ आउँदैछ लिनलाई, एकछिनपछि फेरि निस्किसी कन्टिन्यू। ओके ल, बाई बाई गरिदिनुहोस्। मेरो गुडिया आजदेखि त गुडिया एक्लै बस्छन् है हो। ए तपाईँमा घुम्न जाने हो? तपाईँ अनि भर्खर उड्दा उड्दै अनि मम्मी चाहिँ जानु भन्दा मान्नुहुन्न? तपाईँ भर्खरै उठेर मम्मीसँग जाने कि दादासँग जाने त नि? दादासँग जेठा बाबुको घर जाने? दादा जेठा बाबुको घर गएर आउनुहुन्छ, तपाईँ चाहिँ यहाँ बग्यानी भएर बस्नुहोस् ल। होइन तिमी जानु हुँदैन। हस् भो म यहीँ बसिरहेको छु, तपाईँलाई छोडेर जान्छु है म। तपाईँले छोडेर जान्छु ल। रुन्छ हो तपाईँले छोडेर गयो भने रुन्छ हो। म छोडेर जान्छु। हस् अहिले रुनुहुन्छ? ल ल ल जाम त नि तल गएर आउने हामी। सो त्यही हो, अब म चाहिँ निस्किन। सो अहिले चाहिँ अब गाडीमा है हामी चाहिँ अब भिडियो अब कहाँसम्म हुन्छ गाउँमा पुगिन्छ। त्यही हो ल। गाडी लाजे के छ? लास्टै बवाल हुनेवाला छ है आज चाहिँ। सो अहिले चाहिँ हामी मिलन चोकमा आएर बसेको, यहाँ आएर बसेको आधी घन्टा भइसक्यो। अब कति बेला बिहान 7 बजे हिँड्ने भनेको यहीँ 9 बजिसक्यो। अब कति बेला थाहा छैन। उता बागलुङ जाने है। अहिले चाहिँ मालढुङ्गा कटेर हामी चाहिँ बेनीतर्फ लाग्यो। अब आधी घन्टामा चाहिँ बेनी पुगिन्छ। फाइनल्ली अहिले चाहिँ हामी बेनी बजार आइसकेको अनि बेनी बजारबाट चाहिँ अब गाउँतिर जान लागेको। आउनु त अघि नै आएको। सो अहिले चाहिँ खानाहरू खाएर चाहिँ हामी चाहिँ यहाँदेखि निस्किन लागेको। सो हामी जाने चाहिँ यही हो। सो त्यही हो, अब चाहिँ हामी यहाँबाट मुभ हुन लागेको है। अब हिँड्दै जाऊँ, अब कहाँ हुन्छ। हाम्रो ड्राइभर सर चाहिँ यता हुनुहुन्छ। सो त्यही हो, यहाँ चाहिँ मेरो भाले छ है बिचरा। ओ राम्रोसी बस है, जाऊ उता बाटो घुम। सो त्यही हो गाइस, अब यस्तो रमाइलो गरेर जानेवाला छौँ है हामी चाहिँ। भालेले दुःख पाउने भयो यार मेरो। ओ नाति है भाले, घरसम्म पुग। सो त्यही हो ल। अलि भएन है त्यो ढोका। त्यही हो ल, अब चाहिँ पुरा रिल्याक्स गर केराडी हो। मसरुम ल अहिले चाहिँ ल बाई बाई बेनी है, बाई बाई बेनी। ल फाइनल्ली अहिले चाहिँ हामी दरबाङ आइसकेको छौँ है। दरबाङ आएर चाहिँ एकछिन हाम्रो थोरै काम छ, त्यो काम पुरा भयो भने चाहिँ अब डाइरेक्ट। तर दरबाङ लास्ट छिटो आए जस्तो लाग्यो मलाई। ड्राइभरै छन् खतरा अनि कस्तो भइरहेछ, कस्तो महसुस हुँदैछ गाउँ जान पाउँदा? झ्याउलाउने अनि तिमीलाई? गुड च्याउ हुन्छ च्याउ। सो हाम्रो ड्राइभर सर नि आइसक्नु भयो। दरबाङ चाहिँ यही हो है।
सो ल आज चाहिँ लास्ट रमाइलो गरेर जाने भयो ल जाउँ। सो यही हो है दरबाङ। अब हामी पनि लाग्यो यहाँ थोरै काम थियो त्यो काम पनि भ्याइसक्यो। सो त्यही हो अब चाहिँ हेरौँ अब दरबाङ पछि ढारपानी आउँछ है। अहिले चाहिँ हामी ढारपानीमा है ढारपानी विभिन्न दाइको गाउँमा है अहिले चाहिँ हामी ढारपानीको गाउँ चाहिँ त्यही हो है। त ल हामी चाहिँ ताकमतिर लाग्दै यहाँ अहिले चाहिँ हामी टाकममा है। ल के छ गाइजहरू हामी चाहिँ सबै पछाडि ढालामा अगाडि सिट फुल खाली। सो गाउँ आएपछि फेरि यस्तै हो नि रमाइलो। यतिको भाइस मिल्ने साथीहरू चाहिँ हुनु पर्यो है। सो यहाँबाट चाहिँ त्यो हिमाल दामी देखिन्थ्यो तर अहिले चाहिँ पुरा बादलले है बन्द। ल त्यो चाहिँ सिबाङ है त्यो पारी देखिएको गाउँ चाहिँ। अहिले चाहिँ हामी टाकमबाट जाँदै हामी चाहिँ यहाँ बसेर है फेरि जाने चाहिँ वाउ। ल अहिले चाहिँ हामी सिबाङमा है तेरि डोस कहाँ आकाशतिर देखाउनु गरेर खाल्दा म हालेँ डोसले गाडी। सो अहिले चाहिँ हामी सिबाङमा है। ल त्यहाँ भ्यू हेरौँ है त अगाडि हेर्ने खाल्दा पनि पर्यो। र बाटो चाहिँ देख्न सक्नुहुन्छ है लास्टै खराब छ। यस्तो बाटोमा कसरी हो कसरी बाटो त बाफ्रे ओहो गाह्रो छ साथीहरू गाह्रो छ साह्रै गाह्रो। अहिले चाहिँ हामी मच्छिम आइसक्यौँ है। ल साथीहरू मच्छिम गाउँभित्र है हिमाल अलिअलि राम्रोसँग खुल्नु पर्ने है खुलेन अब के हार्नु। फुलहरू ल अहिले चाहिँ हामी फलिया गाउँमा है साथीहरू। हामी चाहिँ फलिया गाउँ आइसक्यो अनि माथिको चाहिँ मुना है अनि यो चाहिँ फलिया गाउँ देख्न सक्नुहुन्छ। पारीको चाहिँ डर अनि त्यही है हामी चाहिँ पछाडि क्यार्नु। अहिले चाहिँ हामी चाहिँ फलिया गाउँमा आइसक्यो। अब हेर्दै जाऊँ यहाँभन्दा अब लगभग हामी नजिक आयो। अब 1-1.5 घन्टामा पुगिन्छ। छिटै पुग्ने त्यस्तै भयो। अब बेलुकातिर हो ल स्पोन्सर पाइ लाटी ल गाइस लाटी नभने है हाम्रो गाउँको झर्ना चाहिँ कति राम्रो छ। घुम्न आउनु मन सबै आउँदा हुन्छ है साथीहरू। सबभन्दा बवाल झर्ना है हाम्रो गाउँ। ल गाइजहरू अहिले चाहिँ हामी खोरी आइसक्यो है। बाटो फेरि यस्तै छ। अहिले चाहिँ खोरिया अनि तलको चाहिँ लप्सुम अनि माथि चाहिँ हाम्रो गाउँ है। अहिले चाहिँ हामी खोरियामा है। त्यस्तो नभन्नुहोस् न ल। अहिले चाहिँ हामी खोरियामा अनि देख्न सक्नुहुन्छ हाम्रो गाउँ चाहिँ त्यो सबभन्दा पारीको है। त्यही हो अब चाहिँ के छ गाइस कस्तो भइरहेछ मेरो दोस्त रमाइलो भइरहेछ। ल हामी चाहिँ अहिले अब लमसुम है त्यो चाहिँ हामी चाहिँ लमसुम आउनु लागिसक्यो। बाटो त अब यस्तै हो गरे है गाउँको। ल अहिले चाहिँ हामी लमसुम गाउँ है त्यही हो लमसुम गाउँ चाहिँ देख्न सक्नुहुन्छ। अनि माथिको चाहिँ हाम्रो गाउँ। सो हाम्रो आजको लास्ट डेस्टिनेसन चाहिँ त्यही हो है। अनि अहिले चाहिँ यो यहाँ लमसुममा हाम्रो हालत चाहिँ यस्तै हो है। जस्तो भयो नि गाउँ आउनु पाउँदाखेरि त्यसै खुसी। ल हाम्रो कालीको गाउँ काली डोसको गाउँ। ल उहाँ काली डोसको गाउँ चाहिँ ओ सरी है यहाँ काली डोसको गाउँ चाहिँ यो है त। ल गाइजहरू अहिले चाहिँ हामी
लमसममा आइसक्यौँ है। अब यहाँ चाहिँ बल खेल्दैछन् केटाहरू। सो अब चाहिँ हामी लमसम काटेर नि उकालो लाइन लगाइसक्यो। यहाँको चाहिँ हस्पिटल। सो अहिले चाहिँ हामी चाहिँ लुलाङ गाउँमा आइसक्यो है, हाम्रो गाउँमा। सो अहिले चाहिँ गाउँ आउनु लागिसक्यो। अब एकछिन चाहिँ यहाँ वेट गरेर बसेको। अब गइन्छ है। खासै राम्रो देखेको छैन, अँध्यारो भएर होला फुगुहरू नि। सो मिस्टर बमबहादुरको घर। घरमा आएको कोही नि नरहेछन्। अब चाहिँ फेरि म माथि आमाकोमा जान्छु। कोही नरहेछन्, ब्याग स्याग छोडेर है। सो यो यस्तो अँध्यारो भइसक्यो, लास्टै अँध्यारोमा आइयो। ठिकै छ, अब केही नदेखिने रहेछ। यस्तो प्राङ हानौँ भनेको झन् त्यही केही मान्छे न केही देखेन। उठाइदिनु लाग्छ है, छ्यामाहरू हेर्नुहुन्छ। झन्डै पसेको। ओ यो घरको मान्छेहरू नमस्ते। मेरो लागि यस्तो एक बाटो मासु। कस्तो चिन्ता अब थापाउँछन् कि पहिले आउँछ भन्नु। एक बाटो मासु काट्दैछ एक्लै। कस्तो भाग्यमा नि रहेछु म। मासु म आउँछु भन्दिनँ ठाउँमा यस्तो एक बाटो ल्याउँछन्। थाहा भयो, दुई बाटो लिइरहेको थियो होला। फाइनली अहिले चाहिँ घर पनि आइसकेँ। घर गएको त कोही नरहेछन्, त्यही भएर काट्नु भोक लागेपछि नै भयो अरे। त्यही है, अहिले चाहिँ घर आइसक्यो। चस्मा लाउन बिर्सेँ कि अब फेरि अँध्यारोमा के चस्मा लगाएर आउने भनेर चस्मा नलाएर आएको। उयो बाहिरदेखि कराट पोलिरहेछ एकछिन। सो अहिले चाहिँ म आमा चाहिँ आएँ है। भन्नु न सुनिन्छ ल। को यहाँ कपाल काटिने केटा जस्तो भेट बसेको? घरबाट ल यो किन डराएको? नआउने हो मसँग। आजको भ्लग चाहिँ यति नै। सो अहिले चाहिँ गाउँ आइसकेँ। सो त्यही हो, अब के कस्तो लाग्छ हेरिदिनु होला, साथ सपोर्ट दिनु होला है सबैजनालाई चाहिँ। बाई बाई है त ल।